भिडियोमा तपाईहरुलाई स्वागत छ र यदि तपाईहरु कोही नयाँ हेर्नु हुँदैछ भने तपाईहरुलाई पनि एकदम स्वागत छ मेरो भिडियोमा मेरो च्यानलमा। र अहिले चाहिँ म जान्दैछु गान्तोक र गान्तोक चाहिँ मेरो अफिसियल कामले गर्दाखेरि जान्दैछु र म र मेरो साथी चाहिँ त्यहाँनिर छ र हामी चाहिँ अहिले गाडी पर्खिरहेको छौं, गाडी आउँदैछ र हामी चाहिँ यो राभङलाको प्लाजाको छेउमा चाहिँ बसिरहेको छौं। अहिले चाहिँ यहाँनिर बसेर गाडी पर्खिरहेको छौं। गाडी आइपुगेकै छैन, अन्त यहाँनिर साथीले कल गर्दैछ। र फाइनली हाम्रो गाडी पनि आइसकेको छ र अब चाहिँ हामी यहाँ राभङलादेखिको हिँडेको हेर्दै गर्नुहोस् होला है। दुईजना लेडीले किने नि क्या हो बोल्ने बहिनी चिस्नु लग अहिले चाहिँ हामी यो तारकुको अलिक मुनि आएर एकछिन रेस्ट गरिरहेको छ गाडी राखेर। अझै छ 2 घण्टा जस्तो पुग्नु। बल्ल हामी चाहिँ यहाँ कृषि भवन आइपुग्यो, अफिस उकालो 4th फ्लोरमा अरे 4th फ्लोरमा जाँदैछौँ हामी चाहिँ। चाहिँ हुनुहुन्छ सरुदी, यो पनि खुसी फाइल पाएर। म चाहिँ अफिसको काम सकेर अब चाहिँ मेरो नानाको घरमा जाँदैछु। एकदम यहाँ चाहिँ पानी पर्दैछ अहिले चाहिँ। हेलो, मेरो साथी आउँदैछ यहाँ। आइज ओइ, के अरे अचु घरमा पुग्यो। हेलो, को हुनुहुन्छ हौ भित्र? कोही छैन क्या हो? कोही छैन त। जय मसी, प्रभात पो रहेछ। खोइ अरूहरू बस्नु भाइ। फाइनली घरको चिया पिउनु पायो। कसको नाना अरे? अन्त यता सरको कस्तो छ खबर? ठिकै छ, बसिरहेको छु चिया खाँदै। ए भाइ, तिमीले कुन चाहिँ भेनाको चिया खाने कप अरे यो चाहिँ? मलाई मेरोमा आएन त, त्यही त। डिनर टाइम बिफसँग बिफको सुप दाल चाहिँ खाइसकेको।
मजाले चपाउनु पऱ्यो नि त अन्त 20 खेप लगाएर एक गाँस खाना चाहिँ 20 खेप लगाएर चपाउनु पऱ्यो नि मलाई चाहिँ सबैजनाले खाना ढिलो खान्छ भन्छ कि तर मैले पहिला स्कुलमा पढेको नि त एक गाँस खानालाई चाहिँ 20 खेप चपाउनुपर्छ भनेर अन्त त्यही सिकेर आएर चाहिँ अहिले चाहिँ म त्यो अप्लाई गर्छु भन्नु पनि भएको छैन त्यो चाहिँ बानी हो मिठो भएछ है यति मासु छ हो यति चाहिँ अब म सबै खाइसक्नु पऱ्यो होइन म त खुर्सानी टोकेर छैन त्यस्तो पिरो अब हामीलाई त पिरो लाग्यो नि तपाईँलाई चाहिँ पिरो लाग्छ बेनालाई चाहिँ बेसी तातो सुप हाल्दै मैले भयो सुपहरू म खाँदैन राम्रोसँग बसेँ साँच्ची लगाउँछु पो म त नसिक्नु त्यसरी यस्तो छिटो र आजको दिन चाहिँ एकदमै हेक्टिक थियो बिहान घरबाट राबङला आएर राबङलादेखिको फेरि गान्तोक आएर अफिस गएर अफिसको कामहरू सकेर यहाँ आएर खाना खाएर पनि अब चाहिँ म सुत्नु आँटेको र आजको भिडियो पनि यति नै थियो पुरा थाकेको छु आज चाहिँ म अन्त फेरि भोलि बिहान छिट्टो उठेर राबङला जानुपर्ने छ मेरो साथी सुतिसकेको छ प्लास्टिकमा हालिमा हेलो गाइस गुड मर्निङ अहिले चाहिँ हामी दोकानमा छ अभी हम दुकान पर है भाभी ये पैक कर दीजिए कैरी बैग में डाल दीजिए कैरी बैग में पेपर में पैक कर देती हूँ ना किस सारो भाभी क्या चाहिए वीडियो किसको कर रहा है वीडियो ये मेरा व्लॉग है यूट्यूब में डालने के लिए हाँ नहीं ना मैं कैसी लग रही हूँ आप बहुत अच्छी लग रही हो मैं कैसी लग रही हूँ वीडियो में आप सुंदर है मैं देख कैसी लग रही हूँ नहीं नहीं आप भी बहुत सुंदर है सो अहिले चाहिँ हामी अब गान्तोकबाट राबुङ जाने गाडी पर्खिरहेको छ यो डाँडा गाउँको फ्लाइओभरमा गाडी आउँदैछ अरे अन्त त्यही भएर अहिले चाहिँ हामी पर्खिरहेको छ गाडीलाई फोन गरौँ है सो फाइनली म चाहिँ राबुङलाई आइपुगेको छु र अहिले चाहिँ म चिया पिउँदैछु वाचिपासँग गरे त एकछिन बस्दै गर्छ म सामान किनेर आउँछु ल चियारङ के पऱ्यो यो राख्दै गर्दा चियारङ त्यहाँदेखि के भन्यो अरू मलाई के बोल्नु पनि भएन हौ मुखभरि लाफिङ ट्राई गरेको फर्स्ट टाइम राबङलामा भेज लाफिङ लु खानु सबै खसेको बेच्दा चाहिँ खालि यसको माथि खान्छ कच्चा कच्चा खबै बचाऊ
एउटा खासै थियो त मजा राख्यो भने पनि राम्रो बस्दो रहेछ है यस्तो गर्यो भने पुरा पिरो रहेछ छिटो खानु न लु पानी देऊ त गुमामा उता उतापट्टि रहेछ पानी 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 ग्लास छैन त्यो त उयो रहेछ अन्त त हेर्छु टुप्पोमा कालो कालो छ हो ग्लास छ त ग्लास दिनु अब त्यो चाहिँ सक्नु भएको त्यहाँ पनि छ अर्को ए त्यो खानुको लागि पो गयो नि गएको रहेछ भनेको जाऊ ल जाऊ ल जाँदा माया